फाइनली गाइस अहिले बिहानको 3:30 भएको छ। हामी चाहिँ यहाँबाट हिँडेको ट्रेकिङ सुरु गर्दैछौँ है साथीहरू। अब चाहिँ केदारनाथ मन्दिरमा पुगेर मात्रै रोकिन्छ। यहाँ भाइ आउँदैछ, दिदीहरू अगाडि हुनुहुन्छ। भर्खर हिँडेको 2 किलोमिटर भएको छैन गाइस, हालत खराब भइसक्यो। दिदीहरू उहाँ चाहिँ चढाइ गर्ने गर्दैछ, उत्रिने हो। दिदी रिलमा हेरेर नआउनु साथीहरू, रियलमा एकदमै झक्कास बबाल छ। यहाँ यत्रो बेग बोकेर नि हिँड्न सकेको छैनौँ। बुल्न के गर्ने, हिँड्दा हिँड्दा सास निस्किसक्यो। बिहान भइसक्यो राति हिँडेको। र गाइस एउटा चिज देखेर चाहिँ हाम्रो एकदम थकाइ नै कस्तो राम्रो लाग्दैछ। अझै हिँडौँ हिँडौँ। दिस इज द रिजन। ये क्या है साथीहरू, हामी चाहिँ कति किलोमिटर, हामी 10 किलोमिटर हिँडेर आइसक्यौँ। 12-14 किलोमिटर। अब जति पनि होस् न 10-12 किलोमिटर, हामीलाई थाहा छैन। खाँदै हिँड्दैछु किनभने मेरो हालत यति बिग्रिसकेको छ कि म त आधी बाटोबाट फर्किनु लागेको थिएँ। साँच्ची भन्नु हो भने नि रिल्समा जस्तो देखाउँछ, जस्तो भिडियोमा वाउ कस्तो राम्रो हुन्छ भनेर चाहिँ नआउनु होला। किनकि हामीलाई थाहा भइसक्यो, हामीलाई थाहा हुँदैछ कति चढाव छ यहाँ, कस्तो बाटो छ, खच्चडहरू त्यति हिँडिरहेको छ यहाँ। मान्छे हिँड्ने ठाउँ छैन, ठाउँ। खच्चड आयो भने साइड दिनुपर्छ। मेरो साँच्ची भन्नु भने मेरो हालत खराब भएर मैले मोबाइल पनि निकालेको थिइनँ अघि दिनको, मैले फोटो पनि खिचेको थिइनँ। एकचोटि भन्यो भने म बिहोस हुन आँट्थेँ कि अघि। अनि फेरि यो नजारा हेर्नुहोस् साथीहरू, पछाडि मेरो पछाडि देख्नु भएको छैन होला, तर मान्छेले छेकिरहेको छ। म चाहिँ यहाँ बसेको छु अहिले चाहिँ फिलहाल। दिदीहरू चाहिँ बाहिर जानुभएको छ कि त्यहाँ हिउँको हिमाल देखिँदैछ कि, त्यही भएर खुसी लाग्दैछ। महादेवको बुलावा यति आउँदैन, महादेवलाई के भेट्न सकिँदैन, कष्ट उठाएर लानुपर्दो रहेछ अनि फल पाइन्छ। जय भोलेनाथ। अब 1 किलोमिटर छ, चढ्नु एकदमै मुस्किल भइसकेको छ, हालत खराब। यताउता पहाडै पहाड। मंदिर का झलक अहिलेसम्म देखा पाए है ना, अभी तक मंदिर का दर्शन नहीं हुई है। क्या पता कहाँ है, दिख ही नहीं रही है। बस इन वादियों के सामने आसपास भटक रही है, बस ऐसा ही लग रहा है मुझे तो गाइस। कब दिखेगी, कब दिखेगी? अभी तो शरीर में कुछ जान ही नहीं है, सब निकल गया। आप कहाँ से? गुजरात से। अच्छा, यहाँ कहाँ का लोग, और मंजिल सिर्फ एक ही है। यही है बाबा का आशीर्वाद, कृपा, प्यार। अभी पहुंच के दिखाएंगे आपको।